सम्पूर्ण यहाँहरूलाई नमस्कार। म दीपराज रेग्मी, शिक्षण गर्ने विषय गणित विज्ञान। तपाईहरू अहिले हेर्दै हुनुहुन्छ म्याथ लर्निङ विथ दीप सर फेसबुक पेजबाट कक्षा 10 को मेन्सुरेसनसँग सम्बन्धित यानी कि कम्पलसरी म्याथ विषयको भनौँ सम्बन्धित एसई 2081 मा आएका विभिन्न प्रश्नोत्तरका भिडियोहरू यहाँहरू समक्ष मैले निरन्तर प्रस्तुत गरिराखेको छु। यहाँलाई कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला र साथीहरूलाई सेयर गर्नु होला र यो पेजलाई फलो गर्नु होला भन्न चाहन्छु। म्याथ लर्निङ विथ दीप सर फेसबुक पेजलाई पनि फलो गर्नु होला र यसलाई यहाँले सेम नेम म्याथ लर्निङ विथ दीप सर युट्युब च्यानलबाट पनि हेर्न सक्नुहुनेछ। यहाँलाई जानकारी गराएर यहाँलाई गाह्रो कुन च्याप्टरमा लागेको छ त्यो पनि मलाई सल्लाह सुझाव दिनको लागि अनुरोध गर्दछु। यहाँहरूलाई मैले त्यही अनुसार चाहिँ भिडियो प्रस्तुत गर्ने जमर्को गर्नेछु भन्दै आजको यो प्रश्न यहाँहरूको लागि मैले एकचोटि पढेर सुनाउन चाहेँ। चित्रमा अर्धगोला र सोली मिलेर बनेको धातुको एउटा ठोस वस्तु दिएको छ जहाँ सोलीको उचाइ 24 cm छ र आधारको व्यास 14 cm छ। In the given figures, a metallic solid made of a hemisphere and cone is given where the height of the cone is 24 cm and diameter of a base is 14 cm. सोलीको उचाइ र आधारको अर्धव्यास दिएको अवस्थामा छड्के उचाइ पत्ता लगाउने सूत्र लेख्नुहोस्। Write the formula to find the slant height of the cone when vertical height and the radius of the base are given. B मा उक्त ठोस वस्तुको आयतन निकाल्नुहोस्। Find the volume of the solid object. C मा उक्त ठोस वस्तुलाई पगालेर 7 cm अर्धव्यास भएको बेलनाकार वस्तुमा परिणत गरियो भने उक्त बेलनाको उचाइ कति हुन्छ निकाल्नुहोस् भनेको छ। If the solid object is melted and turned into the cylindrical object of radius 7 cm, what is the height of the cylinder? Calculate it भनेको छ। जम्मा हामीसँग 3टा क्वेशन छन्, 1 र 2 मार्क्सका 5 मार्क्स क्वेशन हो। यो सुदूरपश्चिम परिवेशमा आएको कमेन्सुरेट फिगरमा म यो अन्तिमको क्वेशनमा छु, त्यसपछि नेक्स्टमा म जानेछु। र यो फिगर सरसरी एकचोटि हेर्नु होला। यहाँ जम्मा दुईवटा अब्जेक्ट एट्याच भएको छ, एउटा कोन एट्याच भएको छ, अर्को के छ हेमिस्फियर एट्याच भएको छ। कोनमा हेमिस्फियर एट्याच भएको छ। अब हामीले के बुझ्नु पर्यो भन्दा कोन र हेमिस्फियरसँग सम्बन्धित फर्स्टमा भनेको छ यल आर र एच को सम्बन्ध, यानी कि रेडियस र हाइट अफ द कोन दियो भने त्यसको स्लेन्ट हाइट अथवा छड्के उचाइ निकाल्ने फर्मुला के हुन्छ भनेको छ। फर्स्टमा हामीलाई रिलेसन के थाहा छ भन्दा आर स्क्वायर इक्वल टु आर स्क्वायर प्लस एच स्क्वायर फर्स्ट क्लियर भइहाल्छ यहाँनिर। अब सेकेन्डमा हामीलाई के भनेको छ भन्दा फाइन्ड द भोल्युम अफ द सोलिड अब्जेक्ट भनेको छ। देयर आर 2 अब्जेक्ट एट्याच इन दिस गिभन सोलिड फिगर। सोलिड अब्जेक्ट that is one is cone and another is hemisphere. So we have to find the volume of solid object. For this we know that the volume of cone, that is the formula of the volume of the cone is, let us suppose that v1 equal to 1/3 pi r square s, and let us suppose that volume of hemisphere is v2 which is 2/3 pi r cube पाई आर क्यू। यहाँहरूलाई यो दुईटा कुरा थाहा हुनु पर्यो। अब सेकेन्ड पार्टको लागि भोल्युम अफ द कोन भनेको 1/3 पाई स्क्वायर एस, भोल्युम अफ द हेमिस्फियर भनेको 2/3 पाई आर क्यू। दुईटा फर्मुला यहाँले जानु पर्यो। अब त्यसपछि फर्मुला आइसकेपछि हामीलाई के दिएछ के दिए छैन, के थाहा छ के थाहा छैन। यहाँ के हो 1/3 पाई आर स्क्वायर एसमा आर मिन्स रेडियस अफ बेस, बेस सर्कल हुन्छ, रेडियस अफ बेस हो, अनि एस मिन्स हाइट अफ द कोन हो। Here in the given figures, height of the cone is given which is 24 cm. हामीलाई 24 cm height of the cone दिएको छ, यस आइसक्यो। अब r हामीलाई थाहा छैन, हामीलाई diameter दिएको छ। Diameter is given, diameter of base is given that 14 cm. We have to find the radius of the base, that is r equal to d by 2. r equal to d by 2. It means 14 divided by 2 equal to 7. त्यसकारण यहाँ के आउँछ भन्दा r equal to कति आउने भयो 7 आउने भयो। r equal to 7 cm आउँछ। अब आर र एस थाहा भएपछि भोल्युम त कोन निकाल्न सकियो, त्यो पाटो क्लियर भयो। अब अर्को पाटोमा 2/3 पाई आर क्यू छ, एमा पनि आर रेडियस सेम हो, किन भन्दा बेस त कमन हुन्छ, आर कति हुन्छ यहाँ पनि 7 हुन्छ। त्यसकारणले अब हामीले फर्मुला लाएर भोल्युम निकाल्न सकिन्छ सोलिड अब्जेक्टको पनि हामी क्लियर हुनु पर्यो। अब थर्डमा के भनेको छ भन्दा थर्डमा यदि यसलाई हामीले मेल्ट गर्ने अरे, मेल्ट गरेर लाम्चो बनाउने, लाम्चो सिलिन्डर आकारको बनाउने भने त्यसको हाइट कति हुन्छ भनेको छ हामीलाई। रेडियस कति 7 cm, रेडियस 7 cm राख्ने र त्यसलाई पगालेर लाम्चो बनाउने भनेको सिलिन्डर सेप
सिलिन्डरिकल सेप बनाउने भने त्यसको हाइट कतिसम्म जान्छ भनेको छ। यहाँ हामीले के गर्नुपर्छ, भोल्युम अफ सोलिड अब्जेक्ट इक्वल टु भोल्युम अफ सिलिन्डर। सीमा हामीलाई के चाहियो, भोल्युम अफ सोलिड अब्जेक्ट, भोल्युम अफ सोलिड अब्जेक्ट, भोल्युम अफ सोलिड अब्जेक्ट इक्वल टु भोल्युम अफ सिलिन्डर, भोल्युम अफ सिलिन्डर चाहियो। भोल्युम अफ सोलिड अब्जेक्ट इक्वल टु भोल्युम अफ सिलिन्डर चाहियो। भोल्युम अफ सोलिड अब्जेक्ट माथिबाट आइसकेको हुन्छ। अब हामीलाई भोल्युम अफ सिलिन्डर फेरि चाहियो। त्यसको फर्मुला के हुन्छ, पाई आर स्क्वायर एस। भोल्युम अफ सिलिन्डर के हुन्छ, पाई आर स्क्वायर एस। यति कन्सेप्ट यहाँलाई भएपछि यो मैले गरिदिनु पर्दैन, यहाँहरू आफै गर्न सक्नुहुन्छ। तर पनि मैले यति चाहिँ पुरा गरेर छोडिदिन्छु। अब फेरि हेर्नु होला, यहाँ म प्रोसेसमा गएँ। म अलिक छिटो गर्न खोजिरहेको छु। यहाँ वी हेभ गिभन दैट हाइट अफ द कोन, सोल्युसन, height of the cone, height of cone, let us suppose that S equal to 24 cm, 24 cm, and diameter is given here, diameter of base, diameter of base, that is D equal to 14 cm, therefore radius of the base, radius of the base, radius of the base, R equal to formula D divided by 2 equal to 14 by 2 equal to 7 cm. 7 cm. Now we have the question number A. First, what is the formula to calculate the cylinder height of the cone when vertical height and radius is given? It means cylinder height L square equal to R square plus H square, or L equal to root under R square plus H square. यसमा राख्दा बेटर हुन्छ, दुईटैले बिग्रिदैन। यो भयो। अब बी नम्बरमा हामीलाई भोल्युम सोधेको छ। यहाँले भोल्युमलाई सँगै एक ठाउँ राख्न सक्नुहुन्छ, तर मैले छुट्टाएर गर्छु। यहाँ दुईटा पाटो भयो, एक्चुअली भोल्युम अफ कोन निकाल्छु, भोल्युम अफ हेमिस्फियर निकाल्छु र जोड्छु। तर यहाँले भोल्युम अफ सोलिड अब्जेक्ट इक्वल टु भनेर भोल्युम अफ कोन र भोल्युम अफ हेमिस्फियर सँगै गर्न सक्नुहुन्छ है। 1/3 पाई स्क्वायर एच प्लस 2/3 पाई कुरा गर्न सकिन्छ र कमन लिएको फर्मुला पनि छ, यहाँले जसरी गरे पनि हुन्छ। तर म छुट्टाएर गर्न चाहे। volume of cone, volume of cone equal to, let us suppose that V1 equal to 1/3 pi R square S equal to 1/3 22 divided by 7 multiple S भनेको 24 cm equal to यहाँनिर आउँछ volume of the cone आउँछ 1232 cm cube आउँछ। अब त्यस्तै गरेर यहाँले गर्नु पर्यो। अब भोल्युम अफ हेमिस्फियर, भोल्युम अफ हेमिस्फियर equal to 2/3 pi R cube. Let us suppose that V2, this is V2, 2/3 pi R cube, 2 divided by 3 pi means 22 divided by 7 multiple R भनेको 7 को क्यूब। यसको जम्मा हुन्छ 718.67 cm क्यूब हुन्छ। अब टोटल भोल्युम अफ द सोलिड अब्जेक्ट भनेको टोटल दैट इज भोल्युम अफ सोलिड अब्जेक्ट, भोल्युम अफ solid object equal to V1 plus V2 equal to 1232 plus 718.67 equal to यसलाई जोडेर 1950.67 cm cube यति आउने भयो, यति आउने भयो। अब बी सम्म क्लियर भएको छ। यहाँहरु सी मा जानुपर्ने हुन्छ। अब क्वेशन नम्बर सी मा भनेको छ अब त्यो सोलिड अब्जेक्टलाई हामीले चाहिँ त्यसलाई पगालेर के गराउने अरे सिलिन्डर बनाउने भनेको छ। अब हामी जानु पर्यो सी को लागि, सी को लागि भोल्युम अफ सोलिड पगालेर भोकी गर्न पर्यो सिलिन्डर, भोल्युम अफ सिलिन्डर यो बनाउनु पर्यो। अब भोल्युम अफ सोलिड भनेको यहाँ आइसकेको छ, हामीसँगै अलरेडी छ 1950.67 इक्वल टु पाई आर स्क्वायर एच भोल्युम अफ सिलिन्डर। भोल्युम अफ सिलिन्डरको फर्मुला पाई आर स्क्वायर एच भयो। अब 1950.67 इक्वल टु 22 डिवाइड बाई 7
7 स्क्वायर मल्टिपल यच भयो। अब यच इक्वल के हुने भयो, यो क्रस मल्टिप्लिकेसन आयो 1950.67 मल्टिपल 7 इज डिभाइड बाई यो 22 अपनमा आउँछ, 7 स्क्वायर अपनमा आउँछ 49 भयो। अब यसलाई हामीले क्यालकुलेसन गर्नुभयो भने जम्मा यच आउँछ 12.67 यति सिएम आयो। देयरफोर यच इक्वल टु 12.6 सिएम यति आयो। यसरी यहाँले यो सल्भ गर्न सक्नुहुनेछ। यो सकिसकेको छ। यहाँहरू यतिन्जेलसम्म रहिदिनु भयो। यहाँहरू प्रति हार्दिक आभार प्रकट गर्दै म अहिले बिदा हुन्छु। यहाँले हेर्दै गर्नुहोला म्याथ लर्निङ विथ यु सर फेसबुक पेज र यसलाई फलो पनि गर्नुहोला भन्न चाहे। हस्त नमस्कार, धन्यवाद।